ए मेरो साथमा श्रीमान हुनुहुन्छ, यत्रो समाज छ, मलाई विश्वास गर्ने हुनुहुन्छ, अब मैले यो क्षेत्रमा केही गर्नुपर्छ है भन्ने मेरो भित्र मनदेखिको चाहना हो। हरेक मान्छेसँग एउटा एउटा कला हुन्छ एकदम। अनि यो कला हामीले कसरी समाजमा देखाउने हो, कसरी समाजलाई विकास गराउने हो भनेर हामी प्रत्येक अभिकर्ताले आफूभित्र भएको कलाहरू देखाउँदै उहाँहरूलाई हरेक आफूले जाने कुरा बुझाउँदै अगाडि बढाउनु। काम गर्दै जाँदा खुट्टा तान्ने मान्छेहरू पनि भेटिन्छन्। राम्रो काम गर्नेको खुट्टा तान्ने त भने भन्नु न, नराम्रो गर्नेको तान्दैनन्। राम्रो गर्ने मान्छेलाई जहाँ पनि खुट्टा तान्छन्। खुट्टा मेरो पनि तानिएको थियो, तर पनि म नलडिकन म केही गर्नुपर्छ है यो क्षेत्रमा भनेर अघि बढ्ने हिम्मत र साहसको साथ म अघि बढ्दै अहिले पहिलो वर्ष म गोल्डमा पुगेँ। मैले गाउँ समाजमा थोरै सानो बिमा 7,000देखिबाट सुरु गरेको हो। 7,000 गर्दाखेरि मैले फर्स्टमै मेरो 17 लाख प्रिमियम पुऱ्याएर 7,000देखिबाट 17 लाख प्रिमियम पुऱ्याएर गोल्ड हुन सफल भएको हो। म चाहिँ यो अभिकर्ता पेसामा लाग्नुभन्दा पहिला कृषि पेसामा आबद्ध थिएँ। पसल मेरो आफ्नो छुट्टै पसल थियो। त्यो गर्दा गर्दै पनि मलाई यो पेसाप्रति पनि म आबद्ध भएँ। तर काम गर्दै जाँदा मलाई यो अभिकर्ता पेसा एकदम राम्रो लाग्यो। त्यसपछि मैले त्यो पेसालाई स्थगित गरेर अहिले अभिकर्ता पेसामा मात्रै आबद्ध छु म। नमस्कार, बिहा पोस्टमा यहाँलाई स्वागत छ। म राजीव खैर। यति बेला हामी सिटिजन लाइफमा उपस्थित भएका छौँ। आज हामीले सिटिजन लाइफ इन्सुरेन्सकी एजेन्सी म्यानेजर सीमा दङ्गालसँग कुराकानी गर्न गइरहेका छौँ। सिटिजन लाइफ इन्सुरेन्समा प्रवेश गर्नुभएको 2 वर्षमै सिटिजन लाइफमा उल्लेख्य प्रगति गर्न सफल हुनु भएको छ। गाउँ समाजका सयौं नागरिकको बिमा गरेर उहाँहरूको लाइफमा आउने जोखिमको रक्षाकरण गर्न सफल हुनु भएको छ। उहाँ चाहिँ यो नेपाली समाजमा महिलाले पनि केही गर्न सक्छन्, गाउँघरका महिलाले पनि जुनसुकै क्षेत्रमा लागेर पनि सफलता हासिल गर्न सक्छन् भन्ने एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ। आउनुहोस्, यो सफलता उहाँले कसरी प्राप्त गर्नुभयो त, सयौं नागरिकको बिमा गरेर जोखिम रक्षाकरण गर्न कसरी सफल हुनुभयो त, लगायतका थुप्रै विषयमा आज हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सीमा म्याम, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? हजुर आरामै सर। हजुर सिटिजन लाइफ इन्सुरेन्समा प्रवेश भएर बिमा व्यवसाय गर्नुभएको कति छ? लगभग 2 वर्ष भयो सर। गत वर्षदेखि गरेको, 1 वर्ष गर्दा 2 वर्ष भयो। सिटिजन लाइफमा चाहिँ कसरी आउनुभयो त? यो अभिकर्ता पेसामा चाहिँ तपाईँ कसरी जोडिनु? म सुरुमा त एउटा सामान्य कृषक थिएँ। सामान्य गाउँघरमा खेती किसानी गरेर दिदीबहिनीहरूलाई काम गराएर समाजसेवा गर्दै हिँडेर सामूहिक खेतीहरू गरेर बसिरहेको थिएँ म गाउँ समाजमा। मैले हाम्रो एउटा बिएम सर जुनसुबिन कुइकेल सरबाट थाहा पाएँ कि अभिकर्ता पेसा राम्रो हो, आउनु म्याम, हजुरमा केही क्षमता छ, गर्न सक्नुहुन्छ यो पेसामा, हजुर आउनु भन्नुभयो उहाँले। त्यसपछि उहाँलाई मैले हुन्छ सर म आउँछु, के गर्नुपर्छ भन्दाखेरि उहाँ सरले यस्तो हो म्याम भनेर सिकाउनु भयो र म यो पेसामा आबद्ध भएँ। जस्तै तपाईँ 2 वर्षदेखि सिटिजन लाइफमा आबद्ध हुनुहुन्छ। 2 वर्षको दौरानमा चाहिँ थुप्रै पोलिसीहरू पनि काटिसक्नु भएको छ। गाउँ समाजका नागरिकहरूलाई बिमा गरिराख्नु भएको छ। गाउँ समाजमा चाहिँ जीवन बिमाको अवस्था कस्तो छ? यस्तो हो, अब हाम्रो चाहिँ अलि गाउँ नै भेग परेको भएर त्यहाँतिर त्यति बिमा गर्ने मान्छेहरू कमै हुनुहुँदो रहेछ। मैले चाहिँ फर्स्ट दिनमै जुन पोलिसी बेच्न म गाउँमा गएको थिएँ, फर्स्ट दिनमै बिमा सम्बन्धी बुझाउँथेँ, त्यही फर्स्ट दिनमै मैले 10वटा बिमा पोलिसी लिन सफल भएँ। त्यसरी मलाई झन् त्यो फर्स्ट दिनमा त्यति धेरै गरेपछि अब त यो गाउँ ठाउँमा मैले केही गर्नुपर्छ, मेरो गाउँ ठाउँमा बिमा सबैलाई गराएर उहाँलाई जोखिमबाट जोगाउनु पर्ने छ भन्ने सोचेर मैले आफ्नो कामहरू झन् अगाडि बढाउने प्रेरणा मिल्यो जुन फर्स्ट दिनमै मलाई चाहिँ। अनि गर्दै जाँदाखेरि राम्रो भयो। त्यहाँको जस बिमा गर्ने धेरै हुनुहुँदो रहेनछ, आफूले गरेर सबैको गर्न सफल भएँ। जस्तै गाउँ समाजमा त अब कुरा गर्दै जाँदाखेरि पुरै जनचेतनाको पनि अभाव हुन्छ। मान्छेले कुरा काट्नेदेखि लिएर तपाईँले बिमाको लागि फोन गर्दा मलाई सम्झाउँदै यो त आफ्नो लागि आइकी हो, मतलब यो आफ्नो पैसा कमाउन आइकी हो, थुप्रै आरोप प्रत्यारोप पनि लाग्ने गर्छ। ती कुराहरूले चाहिँ तपाईँले ती कुरालाई चाहिँ ओभरटेक गरेर कसरी अगाडि बढ्नुहुन्छ?
यस्तो हो सर, सुरुको दिनमा त धेरै गाह्रो भयो मलाई गाउँ समाजमा बिमा सम्बन्धी जानकारी गराउन, बुझाउनलाई। अब हाम्रो समय पनि त्यस्तै छ होइन, त्यही भएर हामीले बुझाउन पनि धेरै गाह्रो भएको थियो। तर मैले बिस्तारै उहाँहरूलाई सबै राम्रोसँग बुझाएँ, बुझाउन सफल भएँ र उहाँहरूले पनि बुझ्नुभयो। बुझ्दै जाँदाखेरि उहाँहरूले गर्नुभयो। अब हुन्छ नि, अब काम गर्दै जाँदा खुट्टा तान्ने मान्छेहरू पनि भेटिन्छन्। राम्रो काम गर्नेको खुट्टा तान्ने त हो नि, भन्नु न, नराम्रो गर्नेको तान्दैनन्। राम्रो गर्ने मान्छेलाई जहाँ पनि खुट्टा तान्छन्। खुट्टा मेरो पनि तानिएको थियो, तर पनि म नलडिकन म केही गर्नुपर्छ है यो क्षेत्रमा भनेर अघि बढ्ने हिम्मत र साहसको साथ म अघि बढ्दै अहिले लगभग राम्रो पोलिसी काट्न सफल भएको छु मेरो गाउँबाट चाहिँ। तपाईँ अहिलेसम्म 2 वर्षको अन्तरालमा चाहिँ कतिवटा पोलिसी काट्नुभयो त? मैले 2 वर्षको अन्तरालमा लगभग 80 वटा पोलिसी काट्न सफल भएँ। यो अर्को कुरा कि सिटिजन लाइफका थुप्रै क्लबहरू पनि छन् होइन, अभिकर्ताहरू सफल के छ अभिकर्ताको व्यवसायका आधारमा क्लबहरू चाहिँ क्वालिफाइड हुने व्यवस्था छ। त्यसमा चाहिँ हजुरले 2 वर्षमा चाहिँ कुन क्लबमा क्वालिफाइड हुनुहुन्छ? म पहिलो वर्ष नै गोल्डमा पुग्न सफल भएको हो सर। पहिलो वर्ष म गोल्डमा पुगेँ। मैले गाउँ समाजमा थोरै सानो बिमा 7,000देखिबाट सुरु गरेको हो। 7,000 गर्दाखेरि मैले फर्स्टमै मेरो 17 लाख प्रिमियम पुऱ्याएर 7,000देखिबाट 17 लाख प्रिमियम पुऱ्याएर गोल्ड हुन सफल भएको हो पहिलो वर्षमा नै। अनि अर्को कुरा, त्यो 80-90 जनाको बिमा गर्दाखेरि तपाईँको लाइफमा चाहिँ यो क्लेम दिएको अनुभव छ कि छैन? हजुर, मैले दिइसकेँ, क्लेम दिइसकेको छु। त्यसमा चाहिँ एकजना दाइ 7,000को जुन उहाँले बिमा गर्नुभएको थियो, सामान्य परिवारको हुनुहुन्थ्यो। उहाँले त्यो 7,000 बचत गर्दा गर्दै उहाँलाई मुटुको रोग लागेको थियो। हामी केही समय अगाडि मात्रै दिएको हो सर यो चाहिँ। अनि गर्दाखेरि उहाँलाई मैले 1,50,000, उहाँले 14,000 बिमा गरे बापत उहाँको 2 किस्ता हाल्दा 14,000 भएको थियो। गर्दै जाँदाखेरि उहाँलाई 1,50,000 म आफ्नै हातले अस्ति मात्रै दिएर आउँदा उहाँ धेरै खुसी हुनुभयो। जस्तै तपाईँ ती बिमितले भनौँ न, उहाँले चाहिँ तपाईँलाई 14,000 दिनुभयो हो, 2टा किस्ता बापत 14,000 दिनुभयो। तर तपाईँले दाबी भुक्तानी बापत कति दिनुभयो? 1,50,000 भनेपछि त्यो बिमितलाई तपाईँले एउटा खुसी दिनुभयो नि त, अप्ठ्यारो अवस्थामा साथ दिनुभयो त। त्यो फिलिङ्स चाहिँ कस्तो छ तपाईँलाई? आफ्नो पेसाप्रति चाहिँ के फिलिङ आयो? जब मैले त्यो क्लेम केस दिएपछि झन् काम गर्ने होस् जोस जाँगर बढ्यो। किनभने मान्छेलाई जब दुःख अप्ठ्यारो पर्दाखेरि हो मान्छे चाहिने, पैसा चाहिने। त्यही भएर मैले उहाँलाई जब दुःख अप्ठ्यारो परेको थियो, उहाँ ऋणमा हुनुहुन्थ्यो, त्यो बेलामा एउटा चेक बोकेर उहाँसँग जाँदाखेरि उहाँ खुसी भएर मलाई नमस्ते गर्नुभयो क्या। त्योभन्दा ठुलो मेरो लागि अरू यो संसारमा केही हुँदैन। पैसा मात्रै ठुलो होइन रहेछ, मैले गरेको कसैप्रति समाज सेवा पनि ठुलो रहेछ भन्ने मेरो मनमा लागेर झन् मलाई आफूले काम गरेको पेसाप्रति झन् बढी गर्ने उत्साह जागेको छ सर। अनि अर्को कुरा, क्लेमकै कुरा गर्दाखेरि हाम्रो सिटिजन लाइफको क्लेम प्रक्रिया चाहिँ कस्तो छ? यसमा एकदम सजिलो छ सर। 1 हप्तामै हामीले पैसा उहाँलाई निकालेर दिनु। आम नागरिकहरूले चाहिँ सिटिजन लाइफका कुन पोलिसी चाहिँ बढी रुचाउँछन् तपाईँको गाउँ समाजमा, तपाईँको अनुभवको आधारमा? यस्तो हो, अब गाउँ भेगमा त अब मान्छेसँग आर्थिक अवस्था अलिक कमै हुन्छ। उहाँहरूको आर्थिक अवस्था हेरेर हामीले त्यो अनुसार पोलिसी बेच्नुपर्छ होइन। उहाँ कुन अवस्थाको हुनुहुन्छ, उहाँको घरको आर्थिक अवस्था के छ, त्यो राम्रोसँग हामीले बुझेर मात्रै उहाँहरूलाई पोलिसी बेच्नुपर्छ होइन। त्यो पोलिसी बेच्दै जाँदा मलाई चाहिँ शुभारम्भ जीवन बिमा एकदम राम्रो लाग्छ। किनभने यो भनेको निम्न परिवारको मान्छेले पनि खरिद गर्न सक्छन्। त्यही भएर म चाहिँ बढी शुभारम्भ जीवन बिमा पोलिसी धेरै बेच्छु। यो भने सामान्य मान्छेले पनि गर्न सक्छ। अनि अर्को कुरा नि, आम नागरिकहरूले गाउँ समाजमा होस् या चाहे धनी होस् चाहे गरिब होस्, मानिसहरूका कुरा गरौँ होइन, नागरिकका कुरा गरौँ, उनीहरूले बिमा चाहिँ किन गर्ने त? के को लागि बिमा गर्ने त? वास्तवमा बिमा चाहिँ हामीले किन गर्नुपर्छ भने, एक त हाम्रो जोखिम एकदम जोखिम छ। हामीलाई जुन समय पनि जे पनि हुन सक्छ। अर्को भनेको हाम्रो एउटा बचत पनि भयो, बचत गर्ने माध्यम भयो। त्यही भएर हामीले बिमा गर्नुपर्छ। हामी रहन्जेल त हामीलाई भयो, भोलि हामीलाई तलमाथि केही भएको खण्डमा हाम्रो परिवारलाई भयो नि। त्यही भएर हामीले चाहिँ बिमा चाहिँ गर्न अति आवश्यक छ। यो पछिल्लो समय अभिकर्ताहरूको सङ्ख्या पनि एकदमै उच्च छ भनौँ न। अहिले त अधिकांश मान्छेसँग चाहिँ अभिकर्ताको लाइसेन्स भेटाउँछ क्या हामीले, चाहे नेपाल प्रहरी होस्, शिक्षक होस्, कुनै व्यापारी होस्, गाउँका जान्ने मान्ने व्यक्ति नै किन नहोस्। तर नागरिकहरूले चाहिँ को अभिकर्ता चाहिँ क्वालिफाइड छ त? को अभिकर्ता चाहिँ सही छ त? को अभिकर्तासँग मैले बिमा गर्दाखेरि भोलि म सुरक्षित हुन्छु, दाबी प्रक्रियामा सहज हुन्छ, सजिलै परिपक्वको रकम पाउन सक्छु भनेर चाहिँ आम नागरिकहरूको आवाज बोल्दाखेरि चाहिँ सही अभिकर्ता कसरी चुज गर्ने त? यस्तो हो सर, अब पहिला धेरैजना अभिकर्ता हुनुहुन्छ।
गाउँ समाजमा धेरै अभिकर्ता हुनुहुन्छ जहाँ उहाँहरूले त एउटा अभिकर्ताको बारेमा केही बुझ्नु नै भएको छैन क्या। एउटा बिमा के हो, यसले दिने फाइदा के हो, उहाँहरूलाई केही पनि थाहा छैन। जस अभिकर्ता हो म भनेर हिँड्नु भएको छ। तर त्यस्तो मान्छेहरूले त गर्न सक्नुहुन्न। जुन अभिकर्ता राम्रोसँग ट्रेनिङ लिनु भएको छ, जो सक्षम हुनुहुन्छ, त्यस्तो अभिकर्ताले काम पनि गर्न सक्नुहुन्छ। तर जे होस्, राम्रो ट्रेनिङ लिएर गर्न सक्यो भने अभिकर्ताले राम्रोसँग गर्न सक्नुहुन्छ काम चाहिँ। जस्तै बिमा व्यवसाय त पसलमा चाउचाउ बिस्कुट बेचे जस्तो त हुन्न, विश्वास बेच्ने हो। हो नि, अब यो बिमा भन्ने कुरो त एकदम महँगो कुरा हो नि सर, होइन भन्नु नि, एकदम महँगो कुरा हो। यो हामीले चाहेको बेला पाइँदैन, पाएको बेला किनिँदैन भने जस्तै कुरो हो, होइन सर। त्यही भएर बिमा एकदम इम्पोर्टेन्ट छ, बिमा गर्नुपर्छ। हामीले कसरी हुन्छ उहाँहरूलाई बुझाउने हो, बिमा कसरी हुन्छ गराउनु पर्छ। यो कुरामा चाहिँ हामी अभिकर्ताको हातमा हुन्छ। हो, जीवन बिमाको सन्दर्भमा अभिकर्ता बिना बिमा सम्भव छैन। यसको मतलब अभिकर्ताहरूमा पनि त कला चाहिन्छ नि त। अभिकर्ताहरू पनि त क्वालिफाइड हुनु पर्यो नि त। यहाँ मैले के भेटाउँछु भने अभिकर्ताहरूले चाहिँ नागरिकहरूलाई बढी दोष दिने के, नागरिकहरूलाई चाहिँ बढी दोष दिने, आफूमा चाहिँ कमी नदेखाउने जस्तो प्रवृत्ति पनि हुन्छ। यो कुरा चाहिँ तपाईँ कसरी लिनुहुन्छ? यस्तो हो, एउटा अभिकर्ता सक्षम योग्य हुनुपर्छ सबभन्दा सुरुमा चाहिँ। आफूले गएर उहाँ बिमितलाई कसरी बुझाउने हो त्यो आफूमा निर्भर हुनुपर्छ अभिकर्ताहरू चाहिँ। हामीले कुनै फाइदाको लागि मात्रै काम गर्ने होइन, यो भनेको समाजसेवा हो। हामीले समाजसेवा कसरी गर्ने हो उहाँहरूलाई भन्ने हो। हामी कुनै कमाइको लागि भन्ने हिँड्या त होइन नि अभिकर्ता त। भोलि उसलाई मैले दुःख पर्दा मैले उसले साथ दिन सक्छु कि सक्दिनँ भनेर एउटा आफूमा चाहिँ एउटा अभिकर्ता भएपछि अभिकर्तामा चाहिँ यति विश्वास हुनुपर्छ। अर्को कुरा प्रश्नमा भन्नुहोस् तपाईँ, होइन, सफल अभिकर्ता, एउटा इमान्दार अभिकर्तामा हुनुपर्ने गुण चाहिँ के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? एउटा सफल इमान्दार अभिकर्तामा हुनुपर्ने गुण भनेको आफूमा एउटा सबभन्दा पहिला ठुलो त विश्वास हो सर। हजुर, आफूमा पहिला विश्वास हुन सक्नु पर्यो। तपाईँले यो बिमा अभिकर्ता पेसा बाहेक कुनै अन्य व्यवसाय पनि सञ्चालन गरिराख्नु भएको छ कि यसैलाई अगाडि बढाइराख्नु भएको छ? म चाहिँ यो अभिकर्ता पेसामा लाग्नुभन्दा पहिला कृषि पेसामा आबद्ध थिएँ। पसल, मेरो आफ्नो छुट्टै पसल थियो। त्यो गर्दा गर्दै पनि मलाई यो पेसाप्रति पनि म आबद्ध भएँ। तर काम गर्दै जाँदा मलाई यो अभिकर्ता पेसा एकदम राम्रो लाग्यो। त्यसपछि मैले त्यो पेसालाई स्थगित गरेर अहिले अभिकर्ता पेसामा मात्रै आबद्ध छु म। तपाईँ बिमा अभिकर्ता पेसामा आउनुभन्दा अगाडि एउटा कृषक अनि अहिले एउटा एजेन्सी म्यानेजरका रूपमा आफ्नो लाइफलाई अगाडि बढाइराख्नु भएको छ। तत्कालीन समयको तपाईँ कृषक हुँदाखेरिको तपाईँको लाइफस्टाइल र अहिलेको लाइफस्टाइलमा चाहिँ के परिवर्तन आएको छ त? म पहिला कृषक हुँदाखेरि घाम पानी नभनिकन काम गर्नुपर्ने, खेतीबारीमा काम गर्नुपर्ने थियो, धेरै गाह्रो थियो, कमाइ पनि राम्रो नहुने थियो भने अहिले जुन म यो अभिकर्ता पेसामा आएको छु यसमा त घाम पानी पनि भन्नु परेन, आफ्नो समय मिलाएर गर्ने हो। हामी महिलाले त समय मिलाएर गर्न पाइयो भन्नु न, समय मिलाएर गरेको छु। मान सम्मान प्रतिष्ठा मैले सबै कुरा यसबाट पाएको छु क्या सर। अहिले अभिकर्ता पेसाबाट मैले सबै कुरा पाएँ। एकदम सन्तुष्ट छु म। यो अभिकर्ता पेसा एकदम मेरो लागि नै योग्य छ, राम्रो छ सोच्छु म चाहिँ। अभिकर्ता पेसामा चाहिँ तपाईँले आगामी आफ्नो लाइफलाई निरन्तरता दिने निर्णय गरिसक्नु भएको छ। यसै तपाईँको आगामी उद्देश्य के छ त, लक्ष्य के छ त? मेरो आगामी उद्देश्य भनेको यो पालिको उद्देश्य भनेको डायमन्ड जसरी नै पुग्ने हो। अनि योभन्दा पनि माथि माथि गएर एमडिआरडी बन्ने पनि सोच छ मेरो। गर्दै जाउँ, कोसिस गर्छु, हार मान्दिनँ। यो पेसालाई एकदम राम्रोको साथ अगाडि बढाउँछु। म यो अभिकर्ता पेसामा एकदम ठुलो नाम कमाउन चाहन्छु। तपाईँ तत्कालीन समयमा एउटा कृषक बन्नुभयो अनि तपाईँको घर परिवार एउटा कृषक मान्छे सिधै अभिकर्ता पेसामा आएर सबैको घर परिवारमा गएर बिमा गरिदिनु पर्यो, बिमा गर्नु पर्यो, बिमा यस्तो राम्रो हो, सबै कुरा एक्सप्लेन गरिराख्दाखेरि आम जनसमुदायको घर घरमा हिँडिराख्दाखेरि थुप्रै कुराहरू बाधा अड्चन तपाईँको लाइफमा आयो होला। यही कुरा गर्दाखेरि चाहिँ यस कुरामा चाहिँ हजुरको घर परिवार, हजुरको श्रीमान छोराछोरीको साथ सहयोग, उहाँहरूको भूमिका चाहिँ के छ त? तपाईँलाई यो स्थानमा पुगाउँदा घर परिवारको भूमिका के छ? यस्तो हो, सुरुमा त हामी एउटा महिला भएपछि हरेक ठाउँमा गाह्रो नै छ। जुन क्षेत्रमा पनि हामी महिलाहरूलाई बाहिर निस्किन, घर बाहिर निस्किन गाह्रै हुन्छ। तर घर बाहिर निस्किँदाको गाह्रो भए पनि हरेक चुनौती, हरेक
अवरोधहरूलाई पार गर्दै हामीले अगाडि बढ्यौँ भने हामी हरेक सफलता मिल्न सक्छ। त्यही उद्देश्य लिएर म अघि बढेँ र आज सफलता पनि पाएँ। सुरुमा त मलाई धेरै गाह्रो भयो नि, अब गाउँ समाजमा घर घरमा हिँड्दाखेरि अब सबैले कुरा काट्ने बाटो भयो। ए फलानाको बुढी यसरी हिँडी छे, बिचरा बुढाले के आवश्यकता पुरा गरेन कि भन्ने भयो। त्यस्तो भयो। अब हस्बेन्डहरूलाई पनि नरमाइलो लाग्छ नि त आफ्नो बुढीको बारेमा नराम्रो भन्दाखेरि। तर सुरुमा त हस्बेन्डले नै अलिकति सपोर्ट गर्नुभएको थिएन। पछि मैले राम्रो काम गर्दै गएपछि उहाँले गर तिमीले यो काम गर्नुपर्छ, राम्रो हो भनेर मलाई जुन हौसला दिनुभएको छ, जुन मलाई म छु तिम्रो साथमा, तिमी अघि बढ भनेर हरेक ठाउँमा अब जानुपर्छ नि त महिला मान्छे, कहाँ जानुपर्ने आज म लगिदिन्छु भन्नुहुन्छ क्या। त्यस भन्दाखेरि झन् आफूलाई गर्व लाग्छ, ए मेरो साथमा श्रीमान हुनुहुन्छ, यत्रो समाज छ, मलाई विश्वास गर्ने हुनुहुन्छ, अब मैले यो क्षेत्रमा केही गर्नुपर्छ है भन्ने मेरो भित्र मनदेखिको चाहना हो। त्यही भएर मलाई यो पेसामा मलाई कुनै खासै गाह्रै भएन काम गर्नलाई। अहिले पनि मलाई बिमा क्षेत्रमा केही गाह्रै छैन, मजाले जान्छु, आनन्दले साथीभाइकोमा जान्छु, फोन गर्छु, ल आज तिम्रो बिमा गर्न आउँछ है भन्छु, गरिदिन्छु, खाजा खान्छु, आउँछु। कस्तो खुसी भएर उहाँहरूको मन आनन्दले खुसी पारेर म आउँछु, बिमाको पोलिसी लिएर आउँछु। हामीले बुझ्नु पर्यो कि हरेक पुरुष मान्छेको सफलताको पछाडि एउटा महिला मान्छेको हात हुन्छ भन्दा फरक पर्दैन। तर तपाईँको केसमा चाहिँ एउटा महिला मान्छेलाई सफल बनाउन एउटा पुरुष मान्छेको, हजुरको श्रीमानको निकै ठुलो भूमिका देखिन्छ। त्यसको लागि तपाईँलाई बधाई, शुभकामना। आगामी दिनमा अझै राम्रो गर्नुहोस्। अर्को कुरा, अभिकर्ताहरूले चाहिँ आफ्नो क्षमता अभिवृद्धि गर्न, आफ्नो क्वालिफिकेसन बढाउन, आफ्नो कला वृद्धि गर्न चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ? आफूभित्र भएको क्षमता महिलाले लुकाएर राख्नु भएन। हरेक मान्छेसँग एउटा एउटा कला हुन्छ एकदम। अनि यो कला हामीले कसरी समाजमा देखाउने हो, कसरी समाजलाई विकास गराउने हो भनेर हामी प्रत्येक अभिकर्ताले आफूभित्र भएको कलाहरू देखाउँदै उहाँहरूलाई हरेक आफूले जाने कुरा बुझाउँदै अगाडि बढाउनु पर्छ जस्तो लाग्छ। जस्तै तपाईँ त सिटिजन लाइफको एउटा सफल अभिकर्ता। यहाँ नेपालको कन्टेक्स्टमा हेर्ने हो भनेपछि थुप्रै जीवन बिमा कम्पनीहरू छन् र लाखौँ अभिकर्ताहरू पनि छन्। अभिकर्ता बीच पनि द्वन्द्व हुने, अभिकर्ता बीच पनि कुरा काट्ने, एउटाले बिमाको गर्नलाई कुनै मान्छेलाई राजी बनाएको छ भनेपछि अर्कोले कुरा लगाएर भाँडिदिने अवस्था पनि छ। तपाईँलाई के लाग्छ, यो प्रवृत्ति राम्रो कि यो प्रवृत्तिलाई चाहिँ कसरी सधैँको लागि पराकाष्ठ गर्नुपर्छ, यसलाई चाहिँ कसरी सधैँको लागि अन्त्य गर्न सकिन्छ होला? यस्तो हो, यो अब कुरा काट्ने भन्ने त हरेक ठाउँमा हुन्छ। राम्रो काम गर्ने ठाउँमा त्यहाँ हरेकले भाँड्ने र कुरा काट्ने त हुन्छ। कुरा काट्दा पनि आफूले कति सही काम गरेको छ त्यो ठाउँमा, आफू कति सहयोगी छु, आफूमा कति विश्वास, यो अभिकर्तामा कति विश्वास छ भनेर जुन बिमित हुनुहुन्छ उहाँले विश्वास गर्ने हो। अरूको कुराको काटे भरमा लाग्नु परेन। उहाँले विश्वास गरेर अब एकै ठाउँमा दुईजना अभिकर्ता नि त हुन्छ नि, दुईजना अभिकर्तामा फरक हुन्छ नि त। अब कोहीको के हुन्छ, कोहीको के हुन्छ, कसले कति बुझाउन सकेको छ त्यो ठाउँमा, त्यो अनुसारले भर पर्ने कुरा हो। अनि अर्को कुरा, बिमा क्षेत्रकै नियामक निकाय, बिमा प्राधिकरण, इन्सुरेन्स कम्पनीहरूले चाहिँ अभिकर्ता पेसालाई थप मर्यादित, आम नागरिकहरू चाहिँ यो अभिकर्ता पेसामा आउन चाहने बनाउन, अभिकर्ताहरूले चाहिँ भोगेका समस्याहरूलाई चाहिँ कसरी सम्बोधन गरिदिएको भएपछि चाहिँ अभिकर्ता पेसामा तपाईँहरूलाई झनै सहज हुन्थ्यो? यस्तो हो, यसमा चाहिँ अब कम्पनीहरूले अब अभिकर्ताहरूको अलिकति जुन लाइसेन्सको लागि लाग्ने फी हुन्छ नि, अलिकति महँगो पनि भयो जस्तो लाग्छ मलाई। किनभने सबै अभिकर्ताहरूको सामान्य हुन्छ, सबै धनी हुन्छ भन्ने छैन, उहाँहरूले तिर्न नसक्ने पनि हुनसक्छ अवस्था। त्यस्तो भएर उहाँलाई यो क्षेत्रमा आउन अलिक गाह्रो पनि भएको हुनसक्छ। तर मेरो विचारमा अब अलिकति सुलभ अलिक कम गरिदिएर होइन, उहाँहरूलाई पनि यो क्षेत्रमा आएर केही गरून् भन्ने चाहना राखेर राम्रो राम्रो ट्रेनिङहरू दिएर गऱ्यो भने अभिकर्ताहरू धेरै प्रोत्साहित हुनुहुन्छ जस्तो लाग्छ। अर्को कुरा, अब अहिले समाजमा बेरोजगारीको समस्या भन्ने थुप्रै कुराहरू पनि छन्। आम नयाँ बिमा अभिकर्ता पेसामा जोडिन चाहने नयाँ युवा युवती, नयाँ पिँढीलाई चाहिँ तपाईँको के सुझाव हुन्छ? म चाहिँ के भन्छु भने अब नयाँ आउने पिँढीहरूलाई आउनुहोस्, यो अभिकर्ता पेसा एकदम राम्रो छ, विश्वासिलो छ। हामीले आज थोरै अरूको बचत गरेर भोलि उहाँको राम्रो दिन बनाइदिन सक्छौँ हामीले होइन। यो पेसाबाट मान सम्मान, इज्जत, प्रतिष्ठा सबै कुरा हामीले यही पेसामा पाउँछौँ। लगभग हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अन्तिममा तपाईँ आफ्नो बिमा कम्पनी, घर परिवार, यो थली शाखाका ब्रान्च म्यानेजर लगायत सम्पूर्ण तपाईँको लाइफमा, तपाईँको ब्याकग्राउन्डमा भएका सहकर्मी हातहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
चाहिँ अन्तिममा के भन्न चाहन्छु भने हाम्रो थली शाखाको ब्रान्च म्यानेजर सुबिन सरलाई धेरै धेरै धन्यवाद। आज उहाँकै माध्यमबाट म यो ठाउँमा आइपुगेँ। अनि साथै मलाई हरेक ठाउँमा दुःख अप्ठ्यारो पर्दाखेरि मलाई हातमा हात मिलाएर समस्या पर्यो भन्दाखेरि मलाई साथ दिने मेरो अनु म्यामलाई पनि धेरै धेरै धन्यवाद। र मलाई दिनरात अब मेरो बुढाले जहाँ भन्यो त्यही पुऱ्याउने मेरो हस्बेन्डलाई पनि धेरै धेरै धन्यवाद। उहाँकै धेरै त सपोर्ट सबभन्दा बढी हस्बेन्डको हो, उहाँलाई झन् धेरै धन्यवाद। अनि साथै मेरो अब यो हामी थली ब्रान्चमा काम गर्ने हामी सबै म्यामहरू मायालु सबैसँग मिलनसार छौँ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। आज उहाँहरूको पनि धेरै ठुलो हात छ। म यति अघि बढ्नुपर्छ म्याम, तपाईँले केही छ है म्याम तपाईँमा, तपाईँले यस्तो गर्नुपर्छ है भनेर हाम्रो जुन म्यामहरूले पनि मलाई हौसला दिनुहुन्छ, त्यसको लागि पनि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यही भन्न चाहन्छु। हस्त धन्यवाद। यस्तो व्यस्त समयका बावजुद पनि हजुरले हामीलाई समय दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र आगामी यात्राको लागि चाहिँ शुभकामना। हस् त, हजुरहरू पनि यति टाढादेखि आएर अन्तर्वार्ता लिनुभयो, हामीलाई झन् अगाडि बढाउने प्रेरणा दिनुभयो, त्यसको लागि हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। यस्तै बिमा बैंक र सेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका लागि बिमा पोस्टको युट्युब च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।